आज चाहिँ हामी गर्ल्स ग्याङहरू चाहिँ क्याम्पिङ जाँदैछौँ आफ्टर लङ टाइम। मेरो चाहिँ फर्स्ट टाइम हो होइन, यो गर्ल्सहरूसँग मेरो साथीहरूसँग सबैजनासँग। यहाँ यता मनु ड्राइभिङ गर्दैछिन्, उता हाम्रो महारानी दुईटा ब्युटिफुल, अर्की उतापट्टि आमा हेर त बाप रे बाप। दर्शन गर्दै सबै साइलेन्ट भयो आएको ट्याउ 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 गयो। अनि भिडियो डिलेट हालिहाल्दा सब बोलिसक्दा अनि बोला लु। कस्तो भइरहेको थियो क्यामेरा। हाई गाइस, आज मलाई यस्तो लाग्दैछ आफूलाई कति राम्री 16 वर्ष दिदीको खानु जान्छ छोए जस्तो लाग्यो गाइस होइन। दिदी हो खाना तिमी 16 वर्ष जस्तै छौ हैन हैन अरूले त खानाइहाल्छ। यस्तो अब यति रमाइलो हेर झन् मजा आउने चाहिँ अगाडि राखेर त। आइपुग्यो हाम्रो आयो हाम्रो क्याबिन। वाउ ये हेलो गाइजहरू, फोटोसुट गरेर पनि आइसक्यो। गीत बिनाको डान्स गरिरहेछ। यता पनि आइसकिन्। यता मायालाई के भयो आज फेरि फोटो खिच्दा नि अनुहारमा चमक छैन। के नपुगे पेट्रोल नपुगेको हो। मेरो त अहिले भन्छु पेट्रोल नपुगेको अवस्था छ यहाँनिर चाहिँ। यता मेरो साथी फेरि एकदम यस्तो राम्रो जङ्गलमा। यहाँ छ हाम्रो हटप। अब बार्बेक्यू स्टार्ट भयो क्याम्पेनको। आउनु अरे हो मजा आयो चटपटे खानुलाई पनि। नब्बोला खानु थाल्यो क्या हो मलाई। अब चटपटेको स्टार्ट। झ्याउन मन साथी हो, म चाहिँ भिडियो गरिरहेको छु बेला बेला। यस्तो मेमोरिज त कहीँ पनि जाँदैन क्या। तर नि आगो कस्तो मजाले बल्दैछ हौ। चटपटे खाएपछि हुन्छ छटपटे। हेलो हामी चाहिँ यम्मी फर्स्ट लु दामी आएछ नि। सेक्सी लेडी भन्छ होला कमेन्टमा। ए भनिहाल्छ नि त्यो त। सिलेडी अन्त हुक्का के खाने हुक्का फुक्दै कुनै के निकाल्छु। के को ननिकाल्ने कुरै छैन। झन् नजिक निकाल्ने हो। मैले हेर सुकुले तल झारेको थियौँ कि बुरुङ बलेछ नि फोर्कले। हेलो, हामी चाहिँ यस्तो राम्रो जङ्गलको छेउमा। साँच्चीकै राम्रो छ हौ जङ्गल पनि। ओपा
बेलुकाको डिनर दामी छ यहाँ मासु त लास्टै मिठो भएछ है तर हामी दुईजना है कुक्ची मासुको बार्बेक्यू चाहिँ को नखाने बार्बेक्यू लास्टै मिठो ए हटडग लास्टै मिठो डान्सरहरू यहाँ हुनुहुन्छ हामी दुईजना आएको यसमा दुईजना मात्रै हामी गर्लफ्रेन्ड हामी गर्ल फ्रेन्ड्स हो कोही आएन भित्रै बस्छ गुड मर्निङ बिहानको खाना फेरि हामी सबै भातिनीहरू हो भात नहुँदैन उठ्नु बित्तिकै नै भात लागेको अब यहाँबाट भात खाएर यता चाहिँ भात खाला चाहिँ छैन तर डरै बजाउँछु हामी पार्किङ लट नभेटेको अवस्थामा यहाँ सुकु म दुईजना मायालुहरू उता भाँस्यो सुकु म भने म खै सुकु म अनि उता भन्नै बिर्सेछ ज्याकले अब पार्किङ लट बिर्सेर दिमाग खराब भएको अवस्था हो मलाई त खुसी लाग्छ यसरी अब चाहिँ हामी लास्ट टाइम जान त्यहाँदेखि भएन भने चाहिँ घर चाप कस्ने हो नो माइक हान्ने हो गीत गाउने नि फेरि झोलवाला माइक हान्ने अरे उसले चाहिँ के समाउँदै हिँड्छिन् हौ मलाई देखाएर म त क्यामेरा अफ गर्दिनँ अनि हामी चाहिँ खुम्ने हुने कता गयो ल अब हामी चाहिँ रमाइलो गरेर भेट्यो भने चाहिँ डह्रो हिँड्ने हो भेटेन भने घर हिँड्ने हो अब त्यति चाहिँ कन्फर्म होइन हामी तरुनी छौँ कि भर्खरको यङ लेडिजहरू छौँ भेटिन्छौँ कि लाइक हिँड्नु सकिन्छ हेलो बल्ल बल्ल पार्किङ भेट्यो ओ यता हेरौँ बल्ल ठाउँ भेटेर चाहिँ अब फेरि हामी हिँड्नु थालेको क्यामेरा तेरो साइकल पनि बोल्नु छोडिहाल्छ न त फर्स्ट टाइम आएको यता आएको तर थाहा नपाएको यता पछाडिको एकजना आएको एकजना नआएको म पनि आएको बिर्सी गएको ल साथी हो हकिङ हिल्स आयो गाइजहरू ठिकै ठिक छ त मिनिमम सुकौँ whispering cable साथी हो घर जाने कि नजाने हो फाइनली एउटा मात्रै घुम्दैछ के घर जाने अगाडि हेरौँ यहाँ मायालु ठोकेर लड्ला आफ्नो पिछवाडे पनि देखाउने हो हामी त पिछवाडे पनि रमाइलो तिमीलाई गर्नु भएको छैन भने चस्मा टिप बुढीको बानी चाल पाएरै दिनुभएछ यहाँ छ हामी एकदम सानो बाटोमा गइराखेको टर्न वाइसले जानुपर्छ लुक एट द भ्यू फर्स्ट टाइम आउँदा चाहिँ एक्साइटेड भएको थिएँ सेकेन्डचोटि यु आर द भ्यू यहीँनिर आउँदा भिडियो बनाएको थिएँ पहिला पनि लो आऊ मायालु म पर्खिन्छु तिमीलाई बिस्तारी हेर अड्दिनँ भनेर टेन्सन नगर अटिरहेको छु जोक अपार्ट आऊ निक्लिन हेर डन आयो डन कहाँ होला भन राजा हो राजा बजाइदिन्छु बाजा कता गयो अर्को रानी ओ महारानी बिस्तारै हिँडौँ न साथीसँगै आएको
होस् म त पापिने छु पस्दिनँ निक्लिनु सकिनँ भने भरे आएर कस्तो हुन्छ फोन नहेरी हिँड त ज्वरोमा उल्ट्यो भने चाहिँ कसले जार लाने कि घर बोकेर यस्तो गाह्रो हुन्छ राजा हो राजा बजाइदिन्छु बाजा यो खालको फोन हेराइले चाहिँ नि मान्छे एक्सिडेन्ट भयो भने नि बिरामी हेर्नु जाँदैन है हस्पिटलमा खुट्टा के नङ्ग्रेमा नङमा आँखा छ ओ मायालु अलिक छिटो आऊ तिमी पनि पानी छुनु जाऊ न हौ माथिबाट कहाँबाट आएको राम्री नै छ हो ऊ पुतली कति राम्रो राम्री भनेको पुतली आयो त हौ अगाडि खतरासँग पो हिँड्छौँ त सिलुको साथ माकुरे हात गलेर त मर त मेरो साथी राम्री भएकोमा दङ्ग आज सधैँ नै यस्तै हो हामी त्यस्तै उसलाका मान्छौँ त अनि खतरा लगाउँदै मान्छौँ नि हेर्नु त भइकन हेर्नु यता फेरि अर्को झर्ना तर कस्तो नराम्रो ठाउँमा झर्ना भुइँमा के मेस अब हामी जाँदा आइरन कहाँ पुग्छौँ कस्तो हुँदैछ हौ कस्तो हुँदैछ निशा अलि छिटो आऊ जाँदै बाटोमा कतिजना भेट भयो अरे तिमी फर्स्ट ल विनर कम्पिटिसन नगरिकन विनर हो तिमी ओ मायालु कता हिँडेको सोल्टिनी औ पछाडिबाट हेर्दा सोल्टी पछाडिबाट हेर्दा सोल्टी छ त हौ मरद होइन कपिराइट आउँछ है थिच्ने आँटो लु आऊ साथी हो आई लभ दिस बाटो गाइस हामी चाहिँ यस्तोमा आएको सङ्लोहरू छ पानी I love to walk in the ढुङ्गामा चिसा पानी म्याडम मलाइका म्याम छिटो हेर्नु न मलाइका म्याम त्यो उयो के अरे हुडी माथि लगाएर मलाइका म्याम प्लिज वान लुक हजुर यता कोरियाबाट आएको म भियतनाम यता कोरिया पछाडिकोहरू एकजना स्पेनिस अनि पछाडिको चाहिँ होइन तिमी स्पेनिस हो ऊ चाहिँ फिलिपिन यता फेरि कताबाट हो फिलिपिन नै हो पनि फिलिपिन कि फिलिपिन त फेरि छैन नि देख्दा के हुँदैन गु राम्रोसँगले हेरेर त्यसलाई नटेकिकन गाडीको धनीले कुट्ला नि भएर गु बनाउँदा त्यस्तो मजा आयो होइन साला हिजो अघि बिहान खाएको सुँगुर पगालियो कुलु अब चाहिँ बल्ल क्लियर आयो सबैजना खालि पछाडिबाट हामीलाई तिम्रो पनि सबै एडिट गर्छु क्या म
जे पाए त्यही बोल्यो नि इट्स ओके हाम्रोतिर त नि त्यति मेक्सिकन जानु भने कि हाम्रोतिर मिठै पाउँदैन ऊपर पाउँथ्यो त्यो नि क्लोज त्यो भएछ चाहिँ पर्मानेन्टली क्लोज भयो उसमा गएको वेचेस्टरमा त्यही त अनि त्यतातिर राम्रो छ अरे हो वेचेस्टरमा ओ माय गॉड क्या दामी छ जाने